If you don't want to wash your hair every day like me, but you want your hair look good, you can try this hack. And please skip this video if you are a rich girl who have a Dyson, because we are using hair wrap in this video. First मा मैले हेयरलाई दुईटा पार्टिसनमा डिभाइड गरेर थोरै थोरै हेयरको पार्ट लिँदै कर्ल गर्न स्टार्ट गर्ने। मेरो अनवास्ड हेयर हो, त्यसैले अलिकति अन्डर कन्ट्रोल भएको थियो, यता र्याप गर्न कदा उता उडी राख्ने त्यस्तो भएको थियो। यसरी पार्ट पार्ट गरेर हेयर कर्ल गर्यो भने चाहिँ मजाको फाइन कर्ल बस्छ के। र साइडको कर्ल गरिसकेर मैले अर्को पार्टमा नि सेमै तरिकाले चाहिँ कर्ल गर्दैछु। कर्ल गर्दा गर्दा मलाई यस्तो नाकभित्र के पसे जस्तो भएको थियो, कति खुसी लाग्यो कि यस्तो दामी कर्ल भइरहेको थियो नि मेरो। यतिको त मैले वास गरेको हेयरमा नि भइरहेको हुँदैन कहिले त। अब चाहिँ लेट्स डु द फ्रन्ट पार्ट। यो चाहिँ एकदमै हार्डेस्ट पार्ट हो अनवास्ड हेयरको लागि चाहिँ। अगाडिको कपाल एकदमै चिप्कु भइरहेको हुन्छ नि त, अनि त्यसलाई चाहिँ अलिकति बाउन्सी चाहिँ गराउनु पर्यो नि त। त्यसको लागि मैले एज युजुअल पहिलाको जस्तै गरेर हेयरलाई कर्ल गरेँ अलिकति। नाउ लेट्स डु द मेन पार्ट। अगाडिको फ्रन्ट हेयरलाई मात्रै हेयर ब्रस युज गरेर मजाले ब्रस गर्ने, किनभने चिप्कु चाहिँ देखिनु नै भएन कि। कसैलाई हाम्रो सिक्रेट थाहा हुनु भएन नि हामीले आज हेयर वास गरेको छैन भनेर। अब चाहिँ लेट्स सेट द हेयर विथ अ फिङ्गर युज गर्यो भने चाहिँ मजाको फाइन लुक दिन्छ कि। ओके, दिस इज द फाइनल लुक। देखेन त मजाको बाउन्सी हेयर वास गरेको जस्तो। इफ यु फाइन्ड दिस हेल्पफुल, डु ट्राई दिस ह्याक एन्ड थ्याङ्क्स मी लेटर। थ्याङ्क यू, बाई बाई।